साथीहरु वेलकम ब्याक टु माई च्यानल हजुरहरुलाई मेरो च्यानलमा स्वागत छ। एकछिन सुरु नगर भन्दै थियो। अनि आज चाहिँ हामी जानु आँटेको हाइकिङ, तर बिहान निक्लिनु पर्ने। अहिले 11 बजिसक्यो। खै कस्तो खालको हाइकिङ हो। मसँग हुनुहुन्छ साङमो पनि हाइकिङको लागि जाँदै हो। उ चाहिँ खतरा हिँड्छ। लक्ष्मी पाउजी यता हेर्नु, दादा यता हेर्नु न। मेरो दाइ चाहिँ बिचारा काम गर्दा गर्दा ओप्पादेखि टोप्पा भइसकेको छ। अनि हामी जाने हो पार्क। ल साथीहरु, हामी चाहिँ घरबाट निक्लिसक्यौँ। अब बस चढ्ने। म चाहिँ सबै डिपेन्डेन्ट हो। मलाई थाहा छैन कहाँबाट कसरी कुन बस चढ्ने भनेर। कहाँ सुरुमा कुन बस चढ्ने हो? 11C कहाँ? उताबाट कि यता? यता ल जाउँ। मेरो युनि जाने बाटो। मेरो साना चाहिँ बिचारा काम जाँदै हुनुहुन्छ। मेहनती बुढी घुम्ने बुढा काम गर्ने। तिमीलाई छैन खिचेको? बाई बाई भन्नु। बाई बाई, रामसँग जाऊ। साथीहरु, मेरो घर त्यहाँ पछाडि छ। यहाँ अगाडि स्टप छ। अनि यहाँ कुरेको 10-15 मिनट भइसक्यो। बस आउनेवाला बस नै आएको छैन। अनि म जाडो भएर भित्र पनि अर्को हुडी लगाएँ। हेर्नु न, 2टा हुडी। केही हुँदैन। तर खै मिनी भ्लगर आयो भन्नु। कति क्युट देखेको तर पिङ्क कलरले। गाडी रोकौँ। गाडी आयो। सुई ल अब चाहिँ हामी बसमा चढिसक्यो। अब हामी जाने हो। मेरो घरको एरिया हो यो चाहिँ। साथीहरु, मैले चाहिँ हजुरहरुलाई देखाइन के अरे बसमा ट्राभल गरेको चाहिँ के देखाइराख्नु भनेर। तर अहिले हामी चाहिँ 1 आवरको ट्राभल पछाडि एउटा राम्रो ठाउँमा आएछौँ। यहाँदेखि चाहिँ हिँड्नु पर्ने रे। यहाँदेखि पनि अर्को बस चढ्दा हुन्छ। तर के भन्छ, हामी केही खानेकुराको लागि उयो गर्ने के भनेर। अनि यतिको फोटो खिच्ने डेडिकेसन चाहिँ हुनुपर्छ। अनि हाम्रो ट्रोलीहरू अगाडि जाँदै हुनुहुन्छ। उहाँ जाने, हामी जाने चाहिँ त्यहाँ पनि होला नि। ल साथीहरु, हामीले चाहिँ फिस एन्ड चिप्स पनि लियो भनेर रेडी हुँदैछ। अनि हामी जाने। मलाई कस्तो देखिरहेछ होला? राम्रै देखिरहेको होला। मेरो क्यामेरा क्वालिटी मात्रै हेर्नु छ क्या। अरे कस्तो राम्रो क्लिन सफा एरिया के। यो सायद यो ब्रिटिसहरू बसेको भएर होला कि। ल साथीहरु, हामीले चाहिँ फिस एन्ड चिप्स सोसेज अनि त्यहाँदेखि के ल्यायो भने फिस एन्ड चिप्स सोसेज अनि फ्राइड चिकन ल्यायो। त्यतिको पैसा पर्यो 45 पाउन्ड समथिङ। म त त्यस्तै 30 जति हुन्छ होला भनेको। 45 पाउन्ड फिस एन्ड चिप्स र विङ्स के अरे त्यो चिकन ब्रेस्टको अनि एउटा सोसेज, 2टा सोसेजको 45 पाउन्ड भन्नु अरे। हेर्नु न, फुलै फुलको बगैँचामा मेरी माया सलाम लागेन। कता गइस् त? नहरा न। गजल साथीहरु, हाम्रो सेनापतिहरू चाहिँ त्यसरी ठाउँ चाहिँ राम्रो छ, राम्रो जस्तो लाग्यो। तर के गर्ने, रुक्नु है। राम्रो छ सफा। अब हिँड्नु चाहिँ पर्ने होला। थाहा छैन कति हिँड्नु पर्ने हो। आउँदै थियौँ। यो चाहिँ रेस्टुरेन्टको प्रपर्टी होला। त्यही पनि यहाँ राम्रो देख्यौँ क्या। यहाँ पानी झर्दै गरेको त यहाँबाट देखिएन त। त्यो चाहिँ पानी झर्दै गरेको छ। राम्रो छ, झरना टाइपको। अनि अब
यहाँ चाहिँ पे गर्ने भेन्यू पनि रहेछ हजुर बाटो छैन यहाँबाट मेरो भाउजू हेर्नु त मिनी ब्लग हान्दैछ मेरो भाउजूले चाहिँ हेर्नु ल कस्तो राम्रो हरियाली छ क्या नेपालमा जस्तै हरियाली छ हेर्नु न हाई भन्नु मेरो ब्लगमा हाई हाई ल अब अहिलेसम्म चाहिँ बाटो यस्तै छ अब कति बेला बाटो बिग्रिन्छ त्यो चाहिँ थाहा छैन रोड क्रस गर्नै पर्ने हो तपाईँको बुढा ठिकै बाटोमा हिँड्ने हो सुसु आएर मर्न लागिसक्यो मलाई मात्रै होइन जो सबैलाई सुसु आएर सुसु गर्ने खोजेको भेटाउँदैन पनि ल हजुरहरूलाई हाम्रो स्ट्रगल देखाउँदै गर्छु हिँड्दै ट्रेकिङ गर्न आएको मान्छेहरू यति 17 मिनट पनि हिँड्नु बाटोमै त मर्न आँटिसक्यो बाउ अफ द इयर त यस्तो लाग्छ है हाइकिङ आएको नानीले खेल्दै हाम्रो म्याडम पनि हाइकिङ जानुभएको अरे हाइकिङ जानुभएको स्माइल गरिदेऊ गरिदेऊ न यस्तो छ साथीहरू बाटो चाहिँ मेन हाइवेबाटै गइरहेको हामी चाहिँ अनि हाइकिङ आएको मान्छेहरू अघि दादाले हामीलाई उबरमा जाऊँ उबरमा भन्दै हुनु हाइकिङ आएको मान्छे त ल यसरी हिँड्नु पऱ्यो हाइकिङ गरेको हिँड्दैछु है भनेर मेन हाइकिङ गर्न आएको मान्छे चाहिँ उहाँ हो है हाइकिङ गर्न आएको रे सो साथी अब चाहिँ साथीहरू एउटा हुडी निकालिसक्यो 2टा हुडी लगाएकोमा अब चाहिँ हाइकिङ दमदार भइरहेछ हिँडाइ दमदार भएको छ दमदार अब चाहिँ न्यारो बाटो आयो क्या हाइवे नै छ तर अलिक न्यारो बाटो छ क्या मेरो टिमहरू त्यहाँ हेर्नु न यो फुच्ची हिँडेको कम्ता भइसकेन त्यही पनि हिँडिरहेछ खुसी हुँदै उसलाई हिँड्नु पायो भने खुसी हुन्छ नि त्यो ट्रलीमा बस्दा होला क्या हाम्रो घरमा बत्तीको पसल छ हाइकिङ गर्ने मन छ तर हिँड्न सक्दैन सिमसिमे पानीमा हाइकिङ गर्न आएको हामी कहाँ हो थाहा छैन हाइकिङ गर्न आएको रे सुहाएर मन लाग्यो तर सु गर्नुको लागि मैले गुगलमा सर्च गरेँ पब्लिक टोइलेट नियर मी भनेर छैन मलाई मात्रै होइन सबै ग्याङलाई नै हो के भयो हाम्रो चाहिँ ट्रलीमा बेबीलाई निकालेर चाहिँ उयो गरेको थियो यस्तो गरेको थियो ट्रलीमा सबै कपडाहरू राखेर अब चक्कै निक्ल्यो गाडीको चक्का निक्ल्यो मेरो टाइटल त भयो ब्लगको टाइटलै भयो गाडीको चक्का निक्ल्यो भनेर ल हालिदिन्छु त गाडीबाट सबै निकाल्ने बेला भयो गाडीमा कम्ता सामान राखेको थिएन तनाव भयो तनाव गाडी फेरि हाम्रो BMW हाम्रो BMW फेरि बनिएको अवस्था म टाइटल यसो राख्छु BMW को चक्का निक्ल्यो हाइकिङ जाँदा BMW को चक्का निक्ल्यो भने त्यही राख्नु पर्यो BMW को चकनाचुर हानिदियो BMW को चकनाचुर BMW बाट सबै सामान पट्टापट्टि निकालेर मेरो ब्याग औ कहाँ हो तिमी मेरो ब्याग चाहिँ यहाँ छ ल अब ब्याग बोकेरै हिँड्ने बेला भयो
हाइकिङ आएको अरे मुलाङ छड्के ब्याग बोकेर आउँदा हुन्छ कहीँ राम्रो बाटो आयो वाउ वाउ साथीहरू वाउ हाइकिङ गोइङ गुड साथीभाइहरू थाहा छैन यो जो दादाको भरमा हिँडिरहेछ कहाँ पुग्छ है साथीहरू हाइकिङ गर्न आएको मान्छे चाहिँ खोइ हाइकिङ गर्न आएको मान्छे हेरौँ त सानो मान्छे पानी खानु त्यस्तै त त्यही गफ गर्दैछ क्या आफ्नै ल्याङ्ग्वेजमा क्या हाइकिङ गरेको मान्छे पोर्क खाँदै पोकरले जान आँट्यो त नि साथीहरू हामी चाहिँ हिँडेर आइसक्यौँ मैले के भन्छ अर्को फोनबाटै भ्लग बनाएको थिएँ क्या अति नसकेर मैले त पोर्क ससेस खाइदिएको लास्टै भयो अनि नखाइ नहुने नै भयो म त्यही भएर यस्तो छ सुरुमा चाहिँ खाम त फिस एन्ड चिप्स त उयो भइसक्यो होला असली ट्रेकर चाहिँ ऊ हो है ऊ यहीँ त हो रहेछ नि कति चाहिँ टाढा रहेछ र अर्को हिँड्नुपर्ने बाटो हिँड्नुपर्छ उयो मेन ट्र्याकर यहाँ छ नि ऊ यहाँ है यस्तो छ अवस्था कस्तो दामी छ हेर्नु त त्यस्तो साह्रो केही ट्रेकिङको बाटो त होइन त्यही पनि हेर्नु न त्यही ग्राउन्ड रहेछ नि उयो क्यासल छ त्यति हो स्वर्ग जस्तो देख्नु हो उहाँदेखि छ होला क्या भ्यू टावर भ्यू हेर्ने ठाउँ ल कृपया मेरो बुढा नआए पनि यो भ्यू चाहिँ युट्युबबाट हेर्नु होला दामी छ हुनु त अब सबै पार्क यस्तै राम्रो नै हुन्छ त्यही पनि ओ मेन चाहिँ यता रहेछ नि त ल साथीहरू अब हेर्ने यहाँबाट ल यस्तो दामी रहेछ नि त हजुरहरूलाई सायद मैले हातले देखाउनु पाएँ यो भ्यू क्यासल ओहो बब्बाल छ हेर्नु न बब्बाल रहेछ भ्यू बब्बाल ल केही हुँदैन सेता हो छ अब लड्छ अब यो लड्छ यहाँ फिक्स लड्छ बिहान आएको भए त बसिराख्नु मजा आउने खालको रहेछ नि त ससेज अघि मैले एउटा खाएको बाटोमा आउँदा आउँदै यसरी खोल्न यो एउटा चिप्स आलु चटपटेमा हालौँ यो उसिनेकै आलु जस्तो छ नि त भाउजूहरूले त दारु पानी लिएको भए हुन्थ्यो होला यसमा चटपटे बनाउनुपर्छ बियर यसमा चटपटे बनाउने यो एउटा हालिदिए ल चटपटेमा मलाई पनि दिनु है ससेज एउटा खाएर पुगेन यिनीहरूलाई पनि देऊ हौ बेबी आउनुहोस् यता खान्छु म नि ससेज खाइहाल न यस्तो त आँखा चाहिँ स्ट्यान्ड ल्याइनु छ स्ट्यान्ड पनि त्यही त
चटपटेको सामानहरू दाइकोमा हाल्नु निकाल्नु त ल बेबी खोइ बेबी ओइ ए म त तर्से है तँ कति बज्यो टिस्यु त छ होला नि अस्मितासँग इनफ यहाँ पनि के दिन्छ बेबी चाङमो चम्ची चाहिँ लिएको छैन मिस आउनै भाइ सानी बेना साङ्मोको पनि खिचिदिनु न भिडियो चिन्ता अब यहाँनिरकोमा गएर म लिएर आउँछु दाजु म आजै ससेज मिठो थियो बेबी चिची गरौँ न यार साथीभाइहरू यो चाउचाउ अमिलो अमिलो खाएको छ त्यो नाकमा हेर न यति उयो तिनवटा दियो नि त्यसले क्यामेरामा चिकन चोराउँदै बसिरहेको भयो होला अमिलो धेरै छैन ठिकै छ ठिकै छ तर यो आलु कसरी लाग्छ परेको छ स्विट सावर चाहिँ फेरि मलाई मेरो लागि मिठो मुख एक एक चम्ची बनाउनुपर्छ क्या चिकन एउटा उयो तारेर छोडा हुँदा ब्रस मलाई चाहिँ छालावाला थाहा छैन अस्मिता छालावाला जाउँ न यहाँ छ होइन त्यो यहाँको क्या तिमीले बोलेको सबै आउँछ त्यहाँ साथीले थाहा छैन अलिकति थाहा छ खोइ यति छैन त अनि को यसरी खाने जस मिठो थियो नि चटपटे लाइन फिस एन्ड चिप्स यो पनि ठिक थियो यो माछा पनि ठिकै छ चिकन यहाँ यस्तो छ चिकनको हालत भाउजू खाएको खाएँ चिकन फिस त यहाँ पनि छ त यो मटन ल हामी एकछिन इन्जोय गरेर खान्छौँ अनि भेट्छौँ है के खाएको सबै त देखाउनु त के टाइम लाग्छ बनाउने पर्दैन होला उतानिर राखेर होस् पर्दैन मिठो छ बब्बाल पिकनिकको हालत त्यस्तो भइसक्यो तपाईँहरू चाहिँ खाइसकेर यसरी नछोड्नु होला है अहिले उठाउनु ज्ञान दिएको नि साथमा यता आएर बब्बाल राम्रो रह्यो साथीहरू तर खाइसक्यो मैले खाएको देखाइनँ धेरै किनभने मेरो भिडियोमा साह्रै खाएकोहरू हुन्छ क्या अनि अब सुसु मात्रै आइरहेको थियो होइन अघिसम्म पब्लिक टोइलेट नियरमी गरेको पनि भेट्टाइनँ यस्तो दामी छ अब चाहिँ मलाई टोइलेट आइसक्यो मलाई अब यस्तै टोइलेट आयो भने त म त कस्तो कुद्छु नि फेरि अनि यहाँ चाहिँ बस्ने ठाउँ छ बस्नु पर्यो साथीहरू हामी यहाँ मिसन कम्प्लिट गरेर तल आएको यहाँ त खरायो कति धेरै रहेछौँ यहाँ देखिँदैन होला यहाँबाट खरायो हेर्नु न खरायो खरायो अब हामी यो माथि जानेछौँ डाँडा सेभ गर्ने हो सेभ गर्नु ल स्न्याप गर्न यसमा पुरा ब्राइटनेस
भोलि काम कसरी गर्नु गाउँमा एउटा सोझो थियो घरमा उसको ओइ अति हुने रहेछ पानी त साथीहरू यहाँ तल्लोबाट लगेर ट्रेनिङ गरेर जसरी कुदेर पनि आयो साथीहरू यस्तो थाक्यो लङमा कहिले यस्तो जुस नखाने मान्छे आज जुस खाइरहेछ माथि आउनु चढ न लास्ट उकालो छ यस्तै सिधा सिधा उकालो छ हौ नानी भिडियोमा त त्यस्तो देखिएन होला होइन तर कस्तो छ नि यसले भेनालाई पनि सिकाएर आयो नभई हिँड्दो रहेछ त म त एक पाखा घट्यो होला म नि आधी पावा गर्थेँ आउने साङमा आउने यता आउ निनीसँग आऊ यता जानु न दादा आऊ सामु साथीहरू हामीले चाहिँ के भन्छ टिमहरू क्यासलतिर जाँदैछ यताको भ्यूलाई बाई बाई हानिदिएको फोटो कम्ता खिचाएको छैन केटीहरूले मलाई चाहिँ फोटो खिच्न अलिक लाज लाग्छ अब हामी क्यासल जाँदै हो हाई भन्नु मेरो च्यानलमा हाई भन ओइ सुम्निमा तिम्रो त हाई भन्नुपर्छ तिमी त देखिराख्ने अनुहार अब ए क्यासल चाहिँ यस्तो छ क्यासल जिरो सिभिक सेन्स साथीहरू जिरो सिभिक सेन्स हेर अस्मिता अगाडि आखी उयो गर्दा गर्दै यो फेरि भिडियो गरे जस्तो हल्ले गर्थे सो गाइज म चाहिँ क्यासलमा आइसकेँ माथि क्यासलबाट भ्यू पनि राम्रो छ यो पार्कको ल भ्यू चाहिँ यस्तो छ त्यो पाराले दामी छ दामी ल यो चाहिँ क्यासलको भ्यू भयो ल ओइ लु बस्नु त ल के गर्ने लु बस अलिक पर्छ न यसरी बनाउने जे पाइ त्यही मेरो त लडो भने म गएँ आऊ न आऊ ल भयो मेमोरी ल छाना नाच्ने गीत मयू केटी हजारमा दामी बब्बाल यो ठाउँलाई छोडेर बाई बाई साङ्मोले पनि बाई बाई भन्दैछ ल रेड गर्नु पऱ्यो नि अब भाउजू कस्तो लाग्यो प्लेस 10 मा 10 आउट अफ 11 आमामा 10 मा 9 10 मा ओइ कुकुर मेरो नानी के गरेको साङ्मो पुग्दैन नि यही त हो नि उयो पुग्दैन कि आउँछ हेर्नु न त पप्पी साङ्मो खोइ न म यहाँ साङ्मोलाई उयो गर्दै थिएँ दादा टेनमा कति ल अस्मिता टेनमा कति यतिकै भन न 10 मा 10 ल म चाहिँ यो प्लेसलाई अहिलेको अवस्थामा चाहिँ म 9 दिन्छु पछि चाहिँ म 10 दिन्छु
समरमा अहिले पनि समर हो तर पुरै समरै छैन नि त गयो भने त्यहाँनिर ल बाई पर्खिनु है ल ल ल ल बाई भन्न बाई साथीभाइहरू बाई 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 इ हामी चाहिँ साथीहरू यता राम्रो बाटो छ त्यही पनि यस्तो बाटो हिँडिरहेको किनभने हामी हाइकिङ गर्न आएको नि हाइकिङ गर्न आएको मान्छे त यस्तै बाटो त हिँड्छ नि कहाँ त मेन हाइवे हिँडेको हामी यस्तो हाइवे हिँड्ने होइन जङ्गलमै मङ्गल भने जस्तो यस्तो जङ्गलमा हिँड्यो होइन अस्मिता त्यस्तो मान्छे त के हाइकिङ गर्न आएको भन्नु मेन हाइवेमा हिँडेपछि हामी जस्तो जङ्गलमा हिँड्नुपर्छ अनि मात्रै हुन्छ हाइकिङ गरेको साथीहरू अब भोलि फेरि काम जानुपर्ने छ बिहान कसरी जाने हो त्यो पनि थाहा छैन खुट्टा दुखेर के भइसक्यो हिँडेको हिँडेछ त्यहाँ हाम्रो पाट आदि सेनापतिहरू किन अर्काको घर होइन यस्तो घुम्ने बाटो छ सेनापतिहरू त मेन रोडमा चाहिँ हामी चाहिँ हाइकिङ गरेको भन्दै जङ्गलको बाटो हिँड्ने भएको के भयो के वार्निङ हो एमालेको जग्गा भनेको छ त एमालेको जग्गा हो खबरदार भनेको यो कहिले पनि हाइकिङमा जस्तो ब्याग बोकेर नआउनु होला काम छैन अघि हाम्रो भनेको नि यो बाटो होला भनेर हुनु त हो रहेछ नि यो बाटो पनि यो साथीहरू जाने बेला चाहिँ दाइ भाउजूहरू मेरो घर आउनु भएको थियो र सजिलो भयो के भन्छ उयो गर्न जान आउने बेला त म एक्लै घर फर्किँदैछु आदि किनभने दाइ भाउजूहरू लक्ष्मीहरू चाहिँ एकैतिर बस्नुहुन्छ नि त अनि म चाहिँ फाल्टे हो अहिले म सरेर फाल्टे बाछु एकल काटेँ त्यही भएर म चाहिँ जानु पनि अब एक्लै सरर र ल को देखेको छौ अब तपाईँहरूलाई म के भन्छ कति बेला भेट्छु भने के अरे घर गएपछि भेट्छस् घर गएपछि पनि होइन मैले आज घर गएर यहाँबाट अब कतिवटा बस चेन्ज गर्नुपर्छ गेस गर्नु न अब 3टा अघि एउटा गरिसकेँ अब टोटल 3टा चाहिँ गर्नु भएको थियो टोटल 4टा बस चेन्ज गरेर घुम्न आएको भनेपछि कस्तो होला हामी मान्छे ल अब म हजुरहरूलाई अर्को बस चेन्ज गर्ने बेला भेट्छु नभए घर पुगिसकेपछि नै भेट्छु 7 बज्न लागिसक्यो भोलि बिहान काम छ के गर्नु कति बेला सुत्नु खुट्टा दुखेर मर्न लाग्यो अब जो आउनुहुन्छ अनि मलाई मालिस गरिदिनुहुन्छ अब बिचारा काम गर्ने ऊ चाहिँ अनि म चाहिँ यहाँ घुमेर मालिस गर्न लाउनु पर्ने त्यही पनि केही हुँदैन साथीहरू म चाहिँ घर आएँ नानीहरूले कोठा पनि सिनिक्क पारिदिएको रहेछ हामी त यत्तिकै म त बिहान उठेर हामी त यत्तिकै उठ्यौँ त उठ्यौँ अनि खाजासाजा खायौँ अनि त्यहाँदेखि दाइ भाउजूहरू चाहिँ हिजो आउनु भएको थियो मैले हिजोको भ्लग गर्नु पर्थ्यो क्या मैले हिजो यति धेरै खानेकुराहरू पकाएको थिएँ हिजो चाहिँ मैले भ्लग गरिनँ म के भएको होला है पुरा मलाई यो मन परिरहेको छ क्या यसरी अनि हिजो चाहिँ पुरा मलाई केहरू पकाएको थियो हिजो चाहिँ भ्लग पनि बनाएन कस्तो रमाइलो भएको थियो दाइ भाउजूहरू यहाँ बस्ने गराउनु भएको थियो लक्ष्मी दाइ भाउजू भेना अस्मिता अनि हिजो चाहिँ बनाएन आज बनायो यो मैले भिक्टोरिया सिक्रेटबाट ब्याग लिएको थिएँ कि यत्रो ठुलो टोट ब्याग कस्तो इजी यो ब्याग त हिँड्दाखेरि त यो समरमा पार्कहरू जाँदा हुन्छ भनेर किनेको ब्याग थियो अति राम्रो छ तर पिङ्क भएर चाहिँ त्यो सिग्नेचर कलर भएर चाहिँ उयो भएर क्या यस्तो थाकेको थिएँ अनि साथीहरू कस्तो लाग्दैछ तपाईँहरूलाई मेरो भ्लग त्यो पनि यसो सल्लाह सुझाव दिनु होला यो क्यामेरा पनि लगेको थियो फोटो खिच्नुको लागि ब्याग सफा गर्नु पर्यो कि अनि तास लगेको खेल्ने भनेर खेलिएन रमाइलो हुन्छ यस्तो पार्कहरूमा फुचुको खाना झरेर रहेछ अनि अब म सायद नानी र जोजोलाई लिएर फेरि त्यही ठाउँ जान्छु होला
यो विक अर्को विकतिर त्यो पनि हेरिदिनु होला है त के कसो साथीभाइहरू हेरिदिनुहुन्छ कि हेरिदिनु न मेरो ट्याडो हेर्नु न साथीहरू ट्याडो फ्लेक्स हान्नु पर्यो नि म मेरो सम्पत्ति यहाँ राख्छु होइन साथीभाइहरू यसरी नै जसलाई एक दिनमा प्र्याङ्क हानिदिन्छु होला त्यसको लागि नै सधैँभरि यहाँ राखेको क्या यहाँ चाहिँ अरू सम्पत्तिहरू छ Oh, God bless me with fucking 1 million pound. कति राम्रो पारेर राख्दैछ मेरो नानीहरूले घर तपाईँहरूलाई थाहा छ साथीहरू म बच्चा हुँदा होइन मैले कति म 3 वर्ष कि 3 वर्ष थियो र म 3 वर्ष होइन कस्तो मोटो देखेको नि मलाई तर मलाई नि साथीहरू मलाई यस्तो लुगाहरू मात्रै लाउनु कम्फर्टेबल लाग्छ त्यो गर्ली टाइपले यस्तो फिटिङ लुगा लाएर जोजोको टी सर्टहरू त पनि त्यो फिटिङ लुगा लाएर अनि यस्तोहरू देखाएर हुन्छ नि त्यो सेक्सी गर्ली टाइपको स्ले खालको ड्रेसहरू लाउन मलाई अलिक कम्फर्टेबल लाग्दैन यस्तो लायो भने चाहिँ मलाई कम्फर्टेबल लाग्छ त्यही भएर म यस्तो लुगाहरू लाउँछु अनि म के भन्दै थिएँ म डान्स गर्दै थिएँ नि त अघि अनि मैले चाहिँ डान्स कति 3 वर्षदेखि मैले डान्स सिकेको होइन मेरो लिप पुरा ड्राई कस्तो छिटो ड्राई हुन्छ हौ अनि म 3 वर्ष हुँदाखेरि के 2 3 सायद 3 होला 3 वर्ष हुँदादेखि मैले डान्स सिकेको होइन अनि मलाई त दसैँ तिहारमा डान्स गर्न लानुहुन्थ्यो क्या डान्स क्लासबाट अनि त्यति बेला त सानो बच्चाहरूलाई डान्स सिकाउँदैन थियो नि त अनि म यस्तो पुक्लिक आमाले माया गरी किनिदिएको खतमा पाउँछु गर्दै डान्स गर्थ्यो नि त अनि म प्यार बेचिदिन्छु किन्छ मेरो गर्दै डान्स गर्थ्यो नि त बच्चामा अनि मलाई त्यो दसैँ तिहारमा होइन पैसाको माला यस्तोमा पैसाको माला लगाइदिनुहुन्थ्यो क्या प्रोग्रामहरू जाँदा तर निकालेर लगिदिन्थ्यो सानो पैसा मात्रै दिन्थ्यो अनि त्यही भएर म बच्चा हुँदाखेरि मेरो ड्रिम के थियो होला अब गेस गर्नु गेस गर्नुभयो म यहाँ लेखिदिन्छु पछाडि मेरो ब्याग पछाडि हिरोइन भन्ने अब यो मुखले यो अनुहारले हिरोइन बन्छ होला यो जिउले गर्ने खालको जिउले अनि अर्को कुरा चाहिँ के भन्नु न साथीहरू अनि एसयु सकेर मिस एसयु पनि गएको अनि त्यो मात्रै पनि होइन मैले रनवे पनि गरेको मेरो रनवे फेरि म लेखेर दिन्छु यस्तो बब्बाल छ क्या मेरो मेरो वक क्या म वक पनि बब्बाल गर्छु यसमा चाहिँ म ढुक्क बरु मैले डान्स गर्न बरु बिर्सिसक्यो होला तर वकमा चाहिँ म कन्फिडेन्स छु क्या मेरो वक बब्बाल छ वक बब्बाल गर्छु युकेमा कोही के अरे फेसन सो गर्दै हुन्छ भने मलाई सम्झिनु होला छोटा प्याक डबल धमाका हाइट सानो छ तर वक त फेरि मैले सिकाएको पनि हो नि त त्यो ब्युटी पेजेन्टमा ब्युटी पेजेन्टहरू गर्दै हुनुहुन्छ भने पनि I can be a choreographer for you guys. म यस्तो कुरामा चाहिँ फेरि म राम्रै छु त्यही भएर के भन्छ कसै मान्छेहरू तपाईहरूले
युकेमा रनवेहरू गर्दै हुन्छ भने प्लिज यस्तो ध्यान नदिनु मलाई यहाँ मलाई सम्पर्क गर्नु होला है त्यति नै हो आजको लागि चाहिँ यति नै होला हौ भिडियो पनि हेर्नुपर्छ एडिट गर्नुपर्छ अघि मैले मेरो मुकबाङ हालिसकेको छु त्यो प्लिज चेक गर्नुहोस् अनि लाइक शेयर सब्स्क्राइब गर्नुहोस् यो भिडियोमा जसरी नै यति भन्दै बाई बाई सायोनारा चुप्पा